वास्तवमा भन्ने हो भने यो प्रचण्डले रसँग मिलेर नेपाल भन्ने देशमाथि गरेको आक्रमण हो। यो आक्रमण नेपालले कालापानी लिम्पियाझोरा लिपुलेक आफ्नो हो भनेर दाबी गरेको विरुद्धमा यहाँको यो एजेन्टले यही नेपाली भित्रबाट आक्रमण गराएको र त्यसमा विदेशी सेनाहरू पनि प्रयोग गरेको छ, विदेशी जासुस विदेशीहरू। यिनीहरूले डिजिटल सिस्टमलाई कसरी प्रयोग गरेका थिए? यिनीहरूले 10-20 जना यो चलेका युट्युबरहरू किनेका थिए र यी युट्युबरहरूलाई यिनीहरूले पैसा दिएर दिनभरि यिनीहरूले के गरे भने अब हिल्टन होटल हाल्न जाँदै नेपालीहरू, अब सिंहदरबार हान्न जाँदै भन्दै 10 जना पनि नहुँदाखेरि यिनीहरूले लाइभ प्रसारण गर्न थाले र मानिसहरूलाई त्यता जानको लागि आकर्षित गरे। यी पेड थिए, यी सबै युट्युबरहरू, यिनीहरूलाई पैसा तिरिएको थियो र यिनीहरूलाई निकै ठुलो रकम तिरिएको थियो र यी दलालहरू सधैँ यस्तै काम गरिरहेका हुन्छन्। र अर्को एउटा कुरा यिनीहरूले के गरेका थिए? व्हाट्सएपबाट यिनीहरूले ग्रुप बनाएर कहाँ हान्ने भनेर फाइनल गरेका थिए र यिनीहरूले कटिङ रूपमा जुन विदेशी जुन एआई युज गरेर यिनीहरूले भिडियो बनाएका थिए र नेता कुटेको, नेताको पैसा जलाएको, यी के गरेको, यता गरेको, उता गरेको भनेर जुन भिडियोहरू थियो ती सबै प्राय जसो भिडियो बाहिर कटिङ भिडियोहरू थिए विदेशको र अरू कति भिडियोहरू यिनीहरूले एआईबाट बनाएको थियो र यिनीहरूले देशभरिका चौकी र देशभरिका वडा र पालिकाहरू ध्वस्त पार्ने यिनीहरूको योजना थियो र त्यही योजना अनुसार यिनीहरू लाइभ पनि गर्दै जान्छ। अहिले यहाँ पब्लिकहरू भेला हुनुभएको छ, यो क्रूर हत्याराको यो भ्रष्टको घर हो, यसलाई तोड्दैछन् भनेर मान्छे नभइकन त्यहाँका वरिपरिका मान्छेहरूलाई पनि लाइभ गरी उकासेर अनि यिनीहरूले त्यो किसिमले पनि प्रयोग गरेका छन्। त्यसकारण यो नेपालमाथिको आक्रमण हो। यो नेपालमाथिको आक्रमणलाई सबैजना मिलेर, यो देशका नागरिकहरू मिलेर यसलाई प्रतिवाद गर्नुपर्छ। यो बुझ्न जरुरी छ। अब इन्डियाले नेपालमा सेना ल्याउने ताकत त छैन, त्यसको डाइरेक्ट त त्यसो गर्न सक्दैन। त्यसकारण उसले छद्म रूपमा यहीँका दलालहरूलाई उसले नेपालको माथि आक्रमण गर्न लगाएको छ र यो नेपालमाथि आक्रमण गराएको छ र बच्चाहरू पनि यिनीहरूले नै मारेको हो र यो पनि छानबिन गर्नुपर्छ। यिनीहरूको पनि प्रहरीभित्र पनि यिनीहरूको मान्छे हुनसक्छ, त्यो जासुस, त्यो गुप्तचर, रको एजेन्ट हुनसक्छ जसले भटुटो पारेर गोली चलाएर बच्चाहरूको टाउको मानेर मारेको छ। यो पूर्ण रूपमा छानबिन गरिनुपर्छ र यी हत्याराहरू, यी देशद्रोहीहरू, देशमा आगो लगाउनेहरू, यी सबै घर जलाउनेहरू, अफिस जलाउनेहरू अनि अर्काको सम्पत्ति जलाउनेहरू सबलाई एक छत्र रूपमा कारबाही गर्नुपर्छ। अब यहाँ सेनाको भर पर्ने हो कि होइन मलाई थाहा छैन, तर चाँडोभन्दा चाँडो यिनीहरूलाई कारबाही गर्ने यदि गरिएन भने यो मैदानमा अब चाँडोभन्दा चाँडो नेपाली जनताहरूलाई उत्रनको लागि म आह्वान गर्छु र यो सरकार गर्न सक्दैन भने, यिनीहरूलाई कारबाही गर्न सक्दैन भने यो सरकारको गृहमन्त्रीलाई थुतेर त्यहाँबाट निकाल्न सक्ने ताकत नेपाली जनतासँग छ। यो कुरा बुझ्न जरुरी छ। त्यसकारण यिनीहरूले देशलाई बन्धक बनाए, देशलाई कब्जामा लिए र 1 दिन 2 दिन यिनीहरूले देश कब्जामा लिएर देशमा जम्मै डाका, गुण्डा, लुटेरा, इन्डियाका लुटेराहरू यो देशमा छोडेका छन्। यो जघन्य अपराध यिनीहरूले गरेका छन्, देशमाथि आक्रमण गरेका छन्। यो पापको, यो अपराधको यिनीहरूले सजाय भोग्नुपर्छ, यिनीहरूलाई सजाय दिनुपर्छ। यदि यो दिन सकेनौँ हामीले भने यो देश रहनेवाला छैन। बार यस्ता 2000-3000 मान्छे आएर यो देशको सिंहदरबार जलाउनेछन्, यो देशका प्रहरी चौकीहरू जलाउनेछन्, 10 जना मिलेर गएर प्रहरीका हतियारहरू फेरि खोज्नेछन्। यो कुरा बुझ्न जरुरी छ। अहिले कठोर रूपमा प्रहरी लाग्नुपर्छ। यो गृहमन्त्रीले आदेश दिएन भने प्रहरीले आफै समाउनुपर्छ र प्रहरीले ताकत र नैतिक बल सिर्जना गर्नुपर्छ। त्यसलाई देशको जनताले साथ दिन्छ र आर्मीमा कोही विदेशी दलालहरू छन् कि छैनन् छानबिन गरिनुपर्छ। यो गर्न जरुरी छ। विदेशी जासुसहरू आर्मीको निकै माथिल्लो पदमा पुगेको अवस्था देखिन्छ। यो गर्न यिनीहरूलाई छानबिन गर्न जरुरी छ। यो भएन भने यो देश रहनेवाला छैन। किनभने यो देशमा यसरी नेपालीद्वारा नेपालीलाई नि आक्रमण गराउन सक्छन् यिनीहरूले भने हामीले कहिले पनि यिनीहरूबाट अरू ठुलो काम लिन सक्दैनौँ। यी अपराधी हुन्। राजनीतिको भेषमा विदेशी दलालहरू, विदेशी जासुसहरू छन्। यहाँ प्रहरीको भेषमा पनि घुसेको पाइयो, सेनाको भेषमा पनि घुसेको पाइयो। त्यसकारण यो देशलाई शुद्धिकरणको जरुरी छ। यो देशका भ्रष्टहरूलाई शुद्धिकरण गर्न जरुरी छ। यो देशका जासुस गुप्तचरहरू जो आफ्नो यो देशको पदमा बसेर यो देश लुटिरहेका छन् तिनीहरूको शुद्धिकरण जरुरी छ। यो देशको कर्मचारी तन्त्रमा बसेर जो देश लुटिरहेका छन्, देश विदेशीको जासुसी गरिरहेका छन्, तिनीहरूलाई पनि शुद्धिकरण गर्न जरुरी छ र यी अपराधीहरूप्रति कठोर हुन नेपाली जनता तयार रहन म आह्वान गर्छु।
अनुरोध गर्छु, तपाईँहरू तयार रहनुहोस्। अब चुप लागेर बस्ने होइन। चुप लागेर बसिरह्यौँ भने, कोठामा सुतेर बसिरह्यौँ भने यो देश हामीले यो देश नेपाल भन्ने देश रहने छैन। यो देखिँदैछ, यो बुझिँदैछ। अब हामीले अझ कठोर उसमा अगाडि बढाउन खोजिँदैछ। अब एउटा काम अझै यिनीहरूले गर्न खोज्दैछन्, यो जुन एकदमै खुङखार रूपमा अगाडि बढाउन खोजिँदैछ, यो बुझ्न जरुरी छ। त्यसकारण सचेत हुन म नेपाली जनताहरूलाई आह्वान गर्छु। यो गगन सिंहको हत्यारा जङ्गे नै हो भनेर कोत पर्वमा आवाज गुन्जिएको थियो र त्यही आवाजसँगै उनी काटिएका थिए अभिमान सिंह। अहिले पनि म तपाईँहरूलाई भनिरहेको थिएँ, बारम्बार भनिरहेको थिएँ, यो बच्चाको नरसंहारको नाइके भनेको त्यही 17,000 मानिसको हत्यारा नै हो भनेर मैले बार बार भन्दा तपाईँले पत्याइराख्नु भएको थिएन, विश्वास गरिराख्नु भएको थिएन। यो त बालेन भनिराख्नु भएको थियो, देख्नुभयो होला नि। आज त अपराधी बोल्न थाल्यो नि, होइन? अपराधी कराउन थाल्यो नि। अब त 90% मेरा जेन्जीहरू थिए त्यहाँ भनेर भन्न थाल्यो नि अपराधी, होइन? 90% जेन्जी होइन, 90% यो देशबाट डाका, गुण्डा, चोर, लफङ्गा, जेलबाट निकालेका अपराधीहरू सब भेला पारिएको थियो। देशभरिका जति पनि अपराधी मानसिकता मानिसहरू छन् तिनीहरूलाई वाइसिएलमा भर्ती गरेर यो मान्छेले अपराध, यो ताण्डव मचाएको छ। यो कुरा बुझ्न जरुरी छ। एउटा अपराधी, एउटा ओलीसँग मैले बार बार भनेको थिएँ, सबै ओलीको झोले भन्ने होइन मलाई। ओलीसँग बदला लिनको लागि यो मान्छेले देशसँग बदला लियो, नेपालसँग बदला लियो। यो मान्छेले फेरि नरसंहार मचायो यो देशमा र सयौं आमाहरूका काख रित्याएको छ यो मान्छेले। हजारौं युवाहरू यो देशका घाइते भएका छन्। यो मानिसले यसको जिम्मेवारी लिनुपर्छ र त्यो बन्दुक, त्यो गोली, त्यो सबै यो प्रहरीले जुन गरेको होइन पनि भनिरहेको छ र यो क्रूरता जुन गरियो यो मान्छेले प्रहरी पनि किनेको थियो। जुन अपराधी मानसिकताको कोही प्रहरी किनेको थियो, स्नाइपरहरू राखिएको थियो र यो सब ताण्डव मचाइएको थियो। यो कुरा बुझ्न जरुरी छ। अहिले यो मान्छे यो देशको राजनीतिमा रहन्जेल मान्छे गुण्डागर्दी गर्न, आतंक मचाउनलाई धेरै चाहिँदैन। 100 जना भयो र अरू अपराधीहरू लिन सकिन्छ। 100 जना भयो भने देशमा मजाले आतंक मचाउन सकिन्छ। त्यसकारण यो मान्छे 100 जना मान्छे भइन्जेलसँग आतंक मचाइरहन्छ। त्यसकारण म नेपाली जनताहरूलाई आह्वान गर्छु, कोही मान्छे एउटा निस्किनुहोस् र यो मान्छेको निधारमा टाउकामा टाकेर, टाउकामा चाहिँ त्यो टिका लाउने ठाउँमा गोली बसाउनुहोस्, नत्र यो मान्छेले धेरै नरसंहार मचाउनेवाला छ। एउटा अपराधी मानसिकताको मानिस हो र यो अपराधी मानसिकताको मानिस राजनीतिमा आएको छ। यो मान्छेले यो देशको विनाश गर्छ र यो मान्छेले यो अपराधीले विदेशीसँग मिलेर, रसँग मिलेर विदेशी यो देशको सार्वभौम सत्तामाथि खेलवाड गरेर यो मान्छेले अपराध मचाएको छ, यो ताण्डव मचाएको छ। यो साह्रै नै घिनलाग्दो अवस्था छ। त्यसकारण यसैलाई नमस्ते गर्ने, यसैका अगाडि कुद्ने र यसै सिफारिस गरेकोमा मानिसहरू मन्त्री बन्न जाने यो अवस्था अहिलेको सरकार। यो भनेको यही अब हेर्दै जानुहोस् तपाईँ, केही दिन पछाडि प्रचण्डको यो सरकार भनेको प्रचण्डको धोती जस्तो मात्र हुनेछ। चाँडै हेर्दै जानुहोस्। जब आजदेखि घोषणा गर्न थालेका छन् 90% मेरा जेन्जी थिए भनेर, 90% तिम्रा गुण्डाहरू थिए, तिम्रा डाकाहरू थिए, तिमीले लुटेराहरू थिए र ती अपराधीहरू थिए जसलाई तिमीले जेलबाट भगाएका थियौ। अनि देख्नुहुन्छ नि तपाईँ राजसभालाई कसरी यो मान्छेले बर्बाद पार्यो। सिद्ध्यायो कि सिद्ध्याएन? त्यो मनिष झा भन्ने गोठालो हो त्यो मान्छे, त्यत्रो पढेको बौद्धिक मान्छे आगो लाउन, आफ्नो हातले आगो लाउन हिँडिराखेको छ। हेर्नुहोस् त, अब तोसीमाको खबर हेर्नुहोस्, त्यहाँ तोसीमा के गरिरहेकी छिन्, होइन? यिनीहरूलाई कसरी प्रयोग गरे यी मान्छेहरूले, यो मान्छेले प्रयोग गरे र एउटा मान्छेको अगाडि घुमिरहँदाखेरि देश कसरी बर्बाद हुन्छ भन्ने कुरा तपाईँले रविको वरिपरि घुम्दा राजसपाहरूले थाहा पाउन जरुरी छ र प्रचण्डको वरिपरि घुमिरहँदाखेरि माओवादीहरूले थाहा पाउन जरुरी छ। त्यसकारण अब यही बुझ्नुहोस्, एउटा व्यक्तिको वरिपरि एउटा व्यक्तिका महत्त्वाकांक्षाहरू, एउटा व्यक्ति अपराधीहरूलाई तपाईँ जब क्लिन चिट दिन खोज्नुहुन्छ तब यही किसिमका घटनाहरू घट्छन् यो देशमा र एउटा व्यक्तिको वरिपरि घुम्दाको परिणाम हो। जो विचार सकिन्छ, विचारविहीन मानिसहरूको अगाडि पछि घुमिरहँदाखेरि यो भएको तपाईँहरूले देख्नुभयो। त्यसकारण अब हामीले एउटा यो आयोग बनाउनुपर्छ र त्यसले यो शक्तिशाली छानबिन समिति बनाएर यो छानबिन समितिले यी अपराधीहरू एकलाई खोजी गर्नुपर्छ। घर जलाउने अपराधीहरू, बच्चा मार्ने अपराधीहरू, अघिल्लो दिनकोमा बच्चा मार्ने अपराधीहरू, बच्चा मार्न आदेश दिने अपराधीहरू र त्यो बच्चालाई गोली हान्ने, टाउकोमा टाकेर गोली हान्ने अपराधीहरू, तिनीहरूको गोलीको आधारमा खोजी गरिनुपर्छ। ती खोज्न सकिन्छ र अन्तर्राष्ट्रिय यो नेपालको कुनै पनि
यो अहिले बनेको समितिले यो गर्न सक्दैन। त्यसकारण छानबिन समिति अन्तर्राष्ट्रिय स्तरको बनाइनुपर्छ, अन्तर्राष्ट्रिय स्वतन्त्र मानिसहरू ल्याएर बनाइनुपर्छ र यी अपराधीहरू एक एकको छानबिन हुनुपर्छ। यो आम नरसंहार जुन मचाइएको छ यो सानोतिनो घटना छैन। यो अब भोलिका दिनमा सधैँ यो देशमा खतरा छ, कोही पनि सुरक्षित छैन। आज भन्दै थिए कोही नेताहरू भन्दै थिए जुन देशको परमाधिपतिलाई जोगाउन सक्दैन जुन देशको सेनाले, त्यो देशको सेना कोबाट सञ्चालित छ? आफ्नो परमाधिपतिलाई, तिम्रो सेनापति भन्दा माथिको हो कि होइन राष्ट्रपति? तिमी आफ्नो परमाधिपति जोगाउन नसक्ने यो गर्नु भनेको तिमी कसको इशारामा चलेका थियौ? त्यसकारण यो अहिले यो किसिमको निर्णय गर्ने यो के प्रचण्डकै मात्र उसमा चलो होला त? यो सेना प्रचण्डले सेना चलायो होलान् कि विदेशीले चलायो, रले चलायो यो देशको सेना? यो बुझ्न जरुरी छ। त्यसकारण त्यो सेनामा पनि अब शुद्धिकरण गर्न जरुरी छ। सेनाभित्रका अपराधिक तत्त्वहरू जसले सिंहदरबार जोगाउन सकेन, सिंहदरबारभित्र जोगाउन बसेको हो कि होइन सेनाहरू? हो कि होइन? अनि एयरपोर्ट जोगाउन बसेको छ, एयरपोर्ट जोगाउन सकिनस् भने के भन्ने? अनि राष्ट्रपति तेरो परमाधिपति त जोगाउन सक्दैनस्, तैँले देश कसरी जोगाउँछस् भनेर विश्वास गर्ने एउटा शङ्का गर्ने ठाउँ छ कि छैन? त्यसकारण यो अहिलेको प्रधान सेनापतिलाई छानबिनको दायरामा ल्याउनुपर्छ। अहिलेको प्रधान सेनापतिको नागरिकतादेखि लिएर सबै कुराहरू हेरिनुपर्छ। यो मान्छेका सबै कुराहरू खोज गरिनुपर्छ। किनभने यो जुन रूपमा यो देशमा विध्वंस मचाइएको थियो, विध्वंस मचाउँदाखेरि आफ्नो सुरक्षा गर्न सकेन। लाख सेना, 20-25-30 हजार सेना त थियो होला काठमाडौँमा, परिचालन गर्न सकिन्थ्यो होला। भोलिपल्टको कुरा थियो, एक रातभरिमा निर्णय गर्न सकिन्थ्यो होला, होइन? कसरी सत्ता लिने, सबको ध्यान त्यसैमा जान थाल्यो भने के हुन्छ? सत्ताको लागि मात्र सङ्घर्ष हुन थाल्यो भने। त्यसकारण यो अब सेनाप्रतिको मेरो कुनै पनि होइन। सेना, यो देशको सेना बलियो बनाउनुपर्छ। अझै पनि म भन्छु सेना दह्रो हुनैपर्छ, सेना शक्तिशाली हुनैपर्छ। तर सेनापति कहिलेकाहीँ गलत पर्न सक्छ। गलत कमान्डर पर्यो भने देश बर्बाद हुन्छ, जुन अहिले देखियो। गलत नेताले देश बर्बाद पारिरहेका थिए, गलत कमान्डरले देश बर्बाद पार्छ। सुरक्षा दिन सक्दैन। सुरक्षा दिने हामीले कर तिरेर यो देशको सेनालाई तलब खुवाइरहेको भनेको हाम्रो रक्षाको लागि पनि हो, हाम्रो जीवधनको रक्षाको लागि हो, यो देशको सीमाको रक्षाको लागि हो। यो बुझ्न जरुरी छ। यदि यो बुझिएन भने भोलिका दिनमा अनहोनी हुन चाहिँ सक्छ। यो जे पनि हुन सक्छ। तिमीले आफ्नो परमाधिपति बस्ने कार्यालय तिमीले चलाउन दिनु र कतै त्यहाँबाट उडाएर लिएर जानु र उनलाई कब्जामा लिनु, हिरासतमा राख्नु, अनि मार्ने र मर्ने जस्ता कुराहरू आउनु, यो विडम्बनायुक्त छ। अप्ठ्यारोमा पार्ने यो प्रचण्डलाई सेनाको साथ थियो कि थिएन, यो बुझ्न जरुरी छ। रले यिनीहरूलाई चलाएको हो कि होइन, यो बुझ्न जरुरी छ। अनुसन्धान ठिक ढङ्गले हुन अत्यन्तै जरुरी छ। अनुसन्धानलाई कमजोर पार्ने तत्त्वहरू लाग्छन्। अब राष्ट्रवादी शक्ति एकीकृत हुने बेला पनि आएको छ। हामीले बुझिसकेका छौँ। मन्त्री हुन दौरा सुरुवाल सिलाउनेहरूले त खतरा देख्दैनन्, यिनीहरूलाई त केही पनि खतरा लाग्दैन यो, किनभने मन्त्री हुन पाइराखेका छन्। यी तल बसेर कहिले राजनीति नगरेकाहरू यस्तै च्याखे थापेर र सत्तामा पुग्न सकिन्छ भन्नेहरूलाई यो सजिलो छ। अब भोलिदेखि यिनीहरू यसै गर्नेछन्। त्यसकारण हामीले बुझ्न जरुरी छ। राष्ट्रवादी शक्ति यो देशमा जो छन् तिनीहरू एकीकृत हुन जरुरी छ। राजावादीहरूलाई पनि अस्तिसम्म लागेको थियो हामीलाई राजाको एकदम सपोर्ट छ, सबैतिरको सपोर्ट छ भन्ने लागिरहेको थियो। मैले बारम्बार भनेको छु त्यो बेला पनि तिमीहरू भ्रममा छौ, त्यो हुन सक्दैन। तिमीहरूलाई राजा स्थापित गर्नको लागि गरिएको होइन, यो देश बर्बाद पार्नको लागि तिमीहरूलाई उचालिँदैछ, राजा ज्ञानेन्द्रलाई उचालिँदैछ। मैले ज्ञानेन्द्रले यही सम्मानजनक स्थितिमा बस्नुपर्छ भनेर मैले त्यही कारणले पनि भनेको थिएँ त्यो बेला। अब अहिले त राप्रपाहरू बुझ्दैछन्, यिनीहरूले बुझेका छन् अहिले। अब त बुझ्ने बेला पनि आयो होला कसो हुँदो रहेछ। तिमीहरूलाई साँच्चै नै सपोर्ट रहेछ कि यो वितण्डा मचाउने मात्र खेल रहेछ र शक्ति हातमा लिने र सत्ता हातमा लिने मात्र खेल रहेछ, राष्ट्रवादी शक्तिलाई किनारा लाउने मात्र खेल रहेछ कि रहेनछ? यो देशको सार्वभौम सत्तामाथि आँखा गाडेका रहेछन् कि रहेनछन् मान्छेहरूले? यो कुरा तिमीहरूले अहिले त बुझ्यौ होला। मलाई विश्वास छ भोलिका दिनमा तिमीहरूले यो बुझ्नेछौ। दक्षिणपन्थी शक्ति स्थापित गर्छु र पश्चिमाहरूले सहयोग गर्छन्, इन्डियाले सहयोग गर्छ राजा ल्याउनमा। यस्ता भ्रम र क्षणिक विश्लेषणहरू गर्नु नै सबैभन्दा ठुलो मूर्खता थियो। र त्यो तिमीहरूबाटै सिकेर प्रचण्डले कसरी यो खेल मचाए र यो खेलमा जसलाई पनि रले साथ दिँदो रहेछ उसलाई हटाउनु थियो एउटा केपी ओली।
उसलाई जब जब यो देशमा सिमानाको खतरा पर्छ, जब हामी सिमानाका हाम्रो भूमिका कुराहरू गर्छौँ, त्यो बेला यो देशमा यस्तै खालका वितण्डाहरूमा चाहिन्छ। जब हामी उसँग समान अधिकारका कुरा गर्छौँ इन्डियासँग, उसले सधैँ यस्तै गरेको छ। इतिहासमा तपाईँ हेर्नुहोस्, हामी जब कालापानी लिम्पियाधुरा र लिब्लेक भन्छौँ, जब हामी संविधान बनाउँछौँ, हामी आफ्नो लागि केही गर्छौँ, उसले नाकाबन्दी लाउँछ, हामी माथि परिबन्ध पार्छ र यस्तै दलहरू, यस्ता बदमास दलहरूलाई लिन्छ र यो देशलाई तहस नहस पार्छ। यो कुरा बुझौँ।